हेलो गुड मर्निङ सबैजनालाई। आजको यो नयाँ दिनमा चाहिँ हामी सबैजना यहाँ यसरी सबैजना हामी यहाँ एकअर्कासँग भेटछुट गरिसकेका छौँ। अनि मेरो बुढो त यहाँ के रेडी भइसक्नु भयो हेर्नु न। अनि हामी त यहाँ जिउँदै छौँ, गाई छ जिउँदै। भाउजू अहिले यता आउनु, हामी त यहाँ हेर्नु न गाई हामी जिउँदै छौँ न। अन्त भाउजू हेर्नु त बाँकी नै छ, लु केही गरे होइन, उठेर मुख मात्र धोइएको छ। गाई चाहिँ उठेर नि मुख मात्र धोइएको छ। उफ, उहाँ पनि जिउँदै हुनुहुन्छ। तर मलाई त धेरै टाइम लाग्दैन, तर हामीलाई धेरै टाइम लाग्छ नि त। सो अब हामी चाहिँ एकदम अब कफी सफी बनाएर कफी सफी पिएर हामी एकदम रेडी हुने है। हाम्रो यहाँ मेकअप चलिरहेको छ होइन। अझै यहाँ यस्तो गरेछु एकदम। अनि भाउजूश्री चाहिँ उहाँनिर ऐना ठुलो ऐना हेरेर गर्दै हुनुहुन्छ। साथीहरू आज त एकदम ढिलो हुन्छ होला हो। हेर्नु न यस्तो छ, केही रेडी गरे खाने मेकअपको सामानहरू हेर्नुमै छ र पस्त्र कपडा अब उहाँको आफ्नै दुनियाँ छ ल हेर्नुहोस्। अनि यहाँ मेरो कतिखेर रेडी हुने होला गाइज। सब बर्बाद सोचे जस्तो केही हुँदैन, सोचे जस्तो केही हुँदैन। यस्तो छ अनि के गर्नु। कपाल कोर्ली बनाउँछु भन्दै थिएँ कि म, कपाल कोर्ली हेर्नु नै। अनि यहाँनिर चारजनाको यस्तो कपाल, यहाँ हेर्नु त कस्तो खतरा ड्रेस, यहाँ हेर्नु त कस्तो ब्ल्याक कस्तो खतरा थियो। अब कस्तो अब ढिलो भयो नि आज, एकदम ढिलो भएको कारणले हामी चाहिँ यसरी जानु परिरहेछ। किन हामीले तपाईँ पोज रमाउनु भाउजू, मलाई लास्टै रिसिटी रहेछ यहाँ, केही सोचे जस्तो केही नभएर छ्या। अनि यस्तो भयो कि होइन, न केही भिडियो सुट गर्न पाइयो। हुन त हामी त्यस्तो सेलिब्रिटी त होइन भिडियो सुट गर्ने, तर नि पाइएन क्या, सोचे जस्तो केही पनि भएन। उहाँ ढिलो उठेर हो क्या, उहाँहरू ढिलो उठेर हो क्या, उहाँहरू ढिलो उठेर यस्तो भएको सबै खतम। गाइज हामी निक्लिँदैछौँ। अब हामी कहाँ जाने? होइन हो कि बुर्जमान कि कता होइन, करामा जानुपर्ने छ। 8:30 बजेसम्म गाडीले पर्खिन्छ, त्यहाँदेखि उता पर्खिँदैन। ल गाइज केही छैन। अब आजको मेरो भ्लग यस्तै भयो। गाइज मेकअप ठिक छ अरे? ठिक छ भाउजू, मेरो चाहिँ ओभर भएर। मेरो कस्तो छ? ठिक छ गाइज। तपाईँहरूले देख्न सक्नुहुन्छ यसरी यहाँ कुरिराखेको छौँ बाटो क्रस गर्ने। आज लास्टै ढिलो भयो। अब चर्च जाने गाडीले पर्खिँदैन। हामी यसरी गर्दैछौँ। हेर्नु हाम्रो प्लानिङ कपल्स ब्ल्याक। हामी चाहिँ ल फाइनल्ली अब गाडी भएको ठाउँमा आइपुगेका छौँ। गाडी चाहिँ आइपुगेको छैन होइन। गाडी आउँदैछ हो। गाडी आयो कहाँ तब हामी जाने। दुईजना आज यहाँ मह जोडी एकदम। यहाँ अर्कोजना मह जोडी हुनुहुन्छ आज। सबैजना वान अफ द ह्यान्डसम र ब्युटिफुल बनेर हिँड्दै हुनुहुन्छ। म चाहिँ अब लास्टमा हेर्न सक्नुहुन्छ हाम्रो ब्ल्याक नम्बर 1 कपल जोडी। अनि हामी यहाँ ब्ल्याक नम्बर 2 कपल जोडी। कहिले खुसी हुँदैन, जहिले स्याड। उहाँहरूलाई हेर्नुहोस्, उहाँहरू कति खुसी, दाइ पनि हँसिलो। मेरो बुढा बिल्कुल हाँस्नुहुन्न, बिल्कुल। मैले यो भिडियोहरू बनाएको बिल्कुल मन पराउनुहुन्न क्या, त्यही भएर हाँस्नुहुन्न। तर केही छैन, देख्नुभयो यस्तो छैन। पनि छैन, पनि छैन टाउको होला। उहाँ छ कमेडी है फेरि। ल गाइज हामीहरू चाहिँ अब चर्चको लागि निस्किसक्यौँ। हामी यहाँ यो के भन्छ, म्युजियम हो, यसलाई म्युजियम भन्छ। हामी चाहिँ प्रीति विवाहमा आइपुग्यौँ। हाम्रो विवाहको पार्टी चाहिँ यो होटेलमा दिइरहेको छ है, या केन्यती। अनि यो मान्छे हो कि साह्रै क्यामेरामा मन पराउने है।
हामी सबैजना भोज खान आएको है साथीहरू। हामी यहाँनिर आइपुगेका छौँ। धन्यवाद दाइलाई मेरो ब्याग बोकिदिएकोमा। ल गाइस हेर्न सक्नुहुन्छ हामी चाहिँ सबैजना बेहुला बेहुली ला बन्द भयो। हाई भन्नु